सो हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई न्यू ब्लग। आजको ब्लग पनि सुरु भइसकेको छ। सो म चाहिँ आफ्टर लङ टाइम आज खोलामा जाँदैछु होइन, फिसिङ गर्नलाई माथि खोलामा। माथि अहिले स्मुथ अनि राम्रो बगिरहेको छ। जोस भरे पानी नपर्दै हुन्थ्यो गाइज होइन। एकला नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला होइन। मिडल क्लास फ्यामिलीलाई गाह्रो छ नि यार, यसरी यार खोलामा हिँड्नु परिरहेको छ। यस्तो झाडीको बाटो देख्नु सक्नुहुन्छ, पुरै झाडी नै झाडी छ होइन। यता पनि झाडी उता पनि झाडी होइन। जङ्गलमा बाघ साग आउँछ होइन, के गर्नु, डर माने पनि बाध्य त हो गाइस। ट्याक्क लगाएर अब जानुपर्छ, झ्याप्पा जाल थापेर आउनुपर्छ होइन। सो अब चाहिँ धेरै ढिलो नगरी खोलामै गएर भेटौँ है त गाइस। ट्याक्क लगाएर भिडियो चाहिँ छोटो मिठो स्विट बनाउनु पऱ्यो नि त। ल एभ्रिवान, म चाहिँ खोलामा आइसकेँ होइन। ट्याक्क लगाएर आफ्टर लङ टाइम, धेरै पछि आज 2 महिना 2.5 महिना पछि खोलामा आउँदैछु होइन। र देख्न सक्नुहुन्छ खोला बढेर उपर ठुलो भइरहेको छ। अब यहीँतिर जाल थाप्नुपर्ने हुन्छ मैले होइन, ट्याक्क लगाएर। सो भिडियोलाई चाहिँ लाइक गर्नु होला, मेरो स्ट्रगल देखेर होइन, मेरो दुःख देखेर होइन। एकदम दुःख गरेर भिडियो बनाउँछु होइन। हजुरहरूलाई लाइफ स्टाइल देखाउँछु, भ्लग देखाउँछु हजुरहरूलाई होइन। हजुरहरूले एक लाइक एक कमेन्ट एक सब्सक्राइब गरिदिनु पर्यो, सेयर गरिदिनु पर्यो। देख्न सक्नुहुन्छ यो चट्टानले फोडेको ढुङ्गा हो कि। अहिले त यहाँबाट पनि पानी बग्ने भयो त तोडदोड। देख्न सक्नुहुन्छ माथि खोला यही हो। यहाँ चाहिँ देख्न सक्नुहुन्छ मैले चाहिँ गोप्रोलाई राख्ने यस्तो जोगाड गरेको हजुरलाई देखाउनु पऱ्यो नि त। जाल थापेको राखेको होइन, यही हो। ट्याक्क लाएर मैले यो चाहिँ एउटा होइन खतरा जोगाड लाग्यो कि। तल चाहिँ नट हालेर होइन, क्याप टोपीमा नट हालेर त्यसपछि सुपर ग्लु हालेर जमाएर यस्तो बवाल बनाइरहेको छु। यसरी हेर्न मिल्छ क्या, तपाईँको टाउकोमा राखेर यसरी राखेर हेर्न मिल्छ क्या। त्यही हो गाइज। त्यो गाइज अब चाहिँ म यहाँनिर जाल थाप्न जाँदैछु होइन। ट्याक्क लाएर जाल यहाँ छ, त्यहाँको यहाँ छ, अनि यहाँ थाप्नुपर्ने हुन्छ मैले है। टक्कसँगले देख्न सक्नुहुन्छ माथि खोला। त्यो गाइज नयाँ जाल हो पुरै होइन। आज हिजो र आज फिटिङ गरेर ल्याएको, अनि आज चाहिँ ट्याक्क थापौँ, भोलि के कति माछा पर्छ है बवाल तरिकाले। अब चाहिँ यहाँ ढुङ्गा भर्नुपर्ने हुन्छ हामीले यस्तो गरेर पानीमा डुब्नको लागि हो यो चाहिँ होइन। त्यही हो, यस्तो गाँठो पारेर होइन यसलाई यसरी छिराएर यसरी लक गर्नुपर्ने हुन्छ क्या तपाईँको। अनि ट्याक्क पानीमा बस्छ रातभरि, माछा आयो भने पर्छ यसमा है। यसमा चाहिँ दाना चाराहरू केही हाल्नु पर्दैन, जस्ट तपाईँले जाल थाप्दै मात्रै पुग्छ। सो त्यो ढुङ्गामा चाहिँ बाँधेर राख्नुपर्ने हुन्छ। ल यहाँ राखौँ, ट्याक्क लाएर थाप्न जाउँ है त। ए नयाँ जालमा यार माछा बवाल पर्दिएर हुन्थ्यो भन्ने सोचिरहेको छु होइन। लाइक के हुन्छ नि अब जस्ट थापौँ के अरे। यो गाइस आफूलाई त इङ्ग्लिस बोल्न नि आउँदैन, इङ्ग्लिसमा भ्लग बनाऊँ भने पनि होइन। यो 9 कक्षा पढेपछि यस्तै दुःख पाइँदो रहेछ। ट्याक्क लाएर अब झ्याप्पा लाएर होइन थाप्नुपर्छ जाललाई चाहिँ। ट्याक्क लाएर होइन यसरी गएर यहाँ चाहिँ यसरी थाप्न पर्ने हुन्छ बबाल पारिकाले। ल ट्याक्क थापियो होइन। बजारलाई चाहिँ ट्याक्क लाएर यसरी राखौँ म यहाँ। अनि यसलाई चाहिँ अरू ढुङ्गाले नै अठाउनुपर्छ। यति अटाएपछि बाढीले लाँदैन कि। ट्याक्क लाएर अब अर्को जाल निकाल्नु थाप्नुपर्छ गाइस। त्यही हो। सो अलराइट गाइस, अलराइट। अब म चाहिँ यहाँ चाहिँ थाप्न जाँदैछु होइन। यो रहमा थाप्न जाँदैछु म। ट्याक्क लाएर मिलाएरै राखौँ न यो जाललाई होइन। भोलि माछा पर्ने तरिकाले यस्तो गरेर थापौँ होइन। यसरी थापिदिउँ होइन, भोलि यहाँ माउ आउन नि बेर लाउनु यार। सो त्यही हो। अब यसलाई बाँध्नुपर्ने हुन्छ होइन। ढ्याक्क बाँधेर यसलाई राख्नुपर्ने हुन्छ भुइँमा, यसरी राख्नुपर्ने हुन्छ नि त। त्यो गाइस अब चाहिँ त्यहाँ थाप्न जानुपर्ने छ त्यो ठुलो टोटा जाललाई चाहिँ। ट्याक्क लाएर थाप्नुपर्छ। ठुलो 3 आइदियो त भोलि यार यसमा यार जोस पर्न चाहिँ पर्छ होइन। एउटा निका ठुलो पर्छ कि यसमा गाह्रो छ यार माछा माथि खानु। ट्याक्क लाएर थाप्नुपर्ने हुन्छ। चाहिँ बवाल छ कि चाहिँ खतरनाक छ। ल ट्याक्क लाएर अब यस्तरी थापिदिने हो नि त यहाँ चट्ट पारामा होइन। ल रातभरिमा माछा परिहाल्छ अब यसमा। चट्ट लाएर यहाँ राखिदिउँ होइन, भइहाल्छ।
सो अलराइट गाइज मैले चाहिँ 8-9वटा जाल जति थापिसकेँ थाप्दै जानु छ तलसम्म होइन तलसम्म थाप्दै जानु छ अब यहाँ थाप्छु मैले होइन यहाँनिर थाप्छु अब ट्याकल माछीमा नजाउँ न दाजु कालो पानीमा माछीमा नजाउँ है दाजु माथि खोलामा सर्ट लाएर थाप्नु पर्ने हुन्छ अब यहाँ मेरी होइन सर्ट लाएर माछाको पोकै पोको आइज भोलि सो अलराइट गाइज माथि यार आज पब्बाल सङ्ला यार भरे धमिलो आएर भोलि यार ठुल्ठुलो माछा पर्दियो भने त यार पैसा नभएको बेलामा थोरै पैसा हुन्थ्यो क्या यार त्यही भनेर आएको गाइज अरू त किन आउनु मन थियो र यस्तो बर्खामा होइन कसलाई दुःख गर्नु मन थियो र कसलाई स्ट्रगल गर्नु मन थियो र यति बर्खामा होइन ट्याक्क लाएर पैसाको खाँचो परेर हो यस्तो थापिसक्यो होइन ट्याक्क लाएर अब चाहिँ यहाँ बाँध्न पर्ने हुन्छ खोला देख्न सक्नुहुन्छ गाइज बवाल ठुलो आइरहेको छ कि यस्तो अब चाहिँ जाल धेरै छैन 8-9वटा बाँकी छ अनि थापेर घरतिर जानुपर्ने हुन्छ गाइज त्यही हो ट्याक्क लाएर देख्नुहुन्छ सुनसान छ यार खोला मात्रै गराएको छ म एउटै छु त्यहाँ भुत उपिया जस्तो लाग्छ क्या तर डराउँदैन मन यार आट्टिलो छ लु सो गाइज अब चाहिँ यो अन्तिम जाल हो ल यहीँ थापेर जानु पर्यो तलतिर ठाउँ थिएन अब यहीँतिर थापेर जानुपर्छ यसलाई ट्याक्क लाएर माथि पनि बढ्यो यार खोला ओहो टक्क यसलाई यहाँ थापेर छोडिदिनु पर्छ होइन ट्याक्क लाएर ओ ल अब यहाँ थापिदियो होइन जाल चाहिँ सकियो ल ओभर गहिरो छ क्या फेरि त्यहाँ भोलि बिहानसम्म जाल पोको पार्छ कि मासु पर्छ अब थाहा छैन मलाई होइन त्यो अब चाहिँ त्यही हो जाल थापेर भ्याइयो भन्दा नि ठाउँ पुगेन तिनवटा छ अब चाहिँ घरतिर जानुपर्छ भिडियो नि अपलोड गर्नु छ आज एउटा भिडियो पनि अपलोड गर्नु छ क्या तपाईँको धेरै भयो नि त भ्लग नहालेको के गर्ने यार कसैको सपोर्ट पाउँदिनँ त्यही पनि मिहिनेत त गर्नु पऱ्यो नि त युट्युबमा चलेपछि त होइन पाइले चलेपछि त्यही हो दाजुहरू हेर्नु न बब्बाल आएको पानी सही आएको यस्तोमा चिप्लेट खेल्न उपर मजा हुन्छ क्या तल फेरि ढुङ्गाहरूमा ठोकिन्छ त्यो भएर खेल्न हुँदैन बंदर ज़्यादा चलाक हुआ तो चाप के मर जाता है ना वैसे ही होता है गाइस ये हमारा मादी नदी है ना मादी रिभर आज को वेदर देख्न सक्नुहुन्छ यस्तो छ हैन पानी पर्छ होला नपर्छ होला केही छैन तर मादी चाहिँ धेरै बढ्नु भएन के तपाईको धेरै बढ्नु भने हैन मेरो मेहनत सब खेर जान्छ के सब पानीमा लिन्छ के त्यो भएर पानी धेरै बढ्नु हुँदैन त्यही गाइस the next day सो एभ्रीवान आज चाहिँ नेक्स्ट डे हो हैन हिजो चाहिँ जाल थापेको आज चाहिँ फेरि निकाल्न जान आँटेको हैन आज चाहिँ अलिकति खोला बढेछ कि अनि आज चाहिँ बगाइदियो जस्तो भइरहेको हैन अनि माछा परे कि परेन हैन अब जाँदैछु हैन एकदमै एक्साइटेड छु हैन धेरै पछि आज खोला जाँदैछु हैन माछा परे कि परेन हैन माछा त पर्यो होला अलिअलि बाढी आएर तपाईँको इस्यु गर्छ कि सब बगाएर लैदिन्छ कि फेरि बढिरहेको छ कि तल हित्रो देखेको खोला अब गोप्रोमा आइफोन भएको यस्तो जुमहरू देखाउनुहुन्छ होइन आइफोन छैन गोप्रो छ होइन गोप्रो हिरो 8 माथि बढिरहेको छ यार हिजोको अन्त सो दाजुभाइहरू धेरै ढिला नगरौँ होइन दाजुभाइ दिदीबहिनी अङ्कल आन्टी सबजना होइन धेरै ढिला नगर म खोलातिर गएर भेटौँला होइन त्यही हो आजको वेदर नि घाम लाउला जस्तो छैन पुरा बादलले ब्लक गरिरहेछ घाम लाउन पाउँदैन होला देख्न सक्नुहुन्छ हरियाली वन होइन बाटो यस्तो घारी छ कि पुरै फेरि शीतै शीत लाउँछ होइन त्यही हो जाउँ होइन सो अलरेडी गाइस म चाहिँ खोला नि आइसक्यो देख्न सक्नुहुन्छ खोला यार बढेर यार यहाँ थापेको जालदी कहाँ पुरा यार देख्न सक्नुहुन्छ म खोला उपर बढिरहेछ आज जाल त पाइयो होइन तर जस्तै भइसक्यो रहेछ कि जाल देख्न सक्नुहुन्छ यसरी चुडेर आयो होइन
जालै यार के हो के यार खत्तम गरिदियो यार अब यहाँनिर एउटा थियो त्यो पनि लयो जस्तो फसायो जालै चुडियो कि राको चुडियो लाग्यो यो गाइस माछै नपर्ने यार गल्त गयो होला यार जाल जति यार धोस्तै बनाउने भयो यार नयाँ जाल हो सबै होइन के गर्नु यार कोही त माछै पर्दैन यार बल्ल बल्ल एउटा माछा पऱ्यो यार त्यही पनि यसको कलर पुरै फालिसक्यो यार ओइ के माछा हो यार यो त नयाँ माछा परेछ यार ओए असला होइन यार यो त यार सहर आज यार हाम्रो माथीमा यार हो यार सहर माछा र तनाव दिइरहेछ यार कता कता अड्के गर्छ यसै पाउँदैन भने सो माछा चाहिँ परेको रहेछ होइन एउटा ट्याक्क लाएर दुईटा परे रहेछ यार माछा सो यहाँ चाहिँ दुईटा माछा परेको रहेछ के अड्किन्छ यार खोलाले के बगाएर ल्याउँछ जाल चाहिँ हुट्टु हुने भयो के र यार त्यही हो सो जाल जति धोस्तै पारिसकेको छ यार मादीले यार माछा पनि पर्दैन किन हो पनि एउटा दुईटा माछा पर्दै त हुन्छ नि यो नि खाली आयो यार जाल पनि खाली आउने माछा नपर्ने के भएको जाल जति आज जस्तै बनायो यार त्यही त सब च्याते एउटा फिस्टे माछा परेछ त्यही हो गाइस आज चाहिँ माछै परेन बाढी आएर जाल सबै खत्म गरिदियो म अब आजदेखि आउँदिनँ होइन 1-2 महिना जति माछा चाहिँ यति हो यी देख्न सक्नुहुन्छ कतिवटा त्यही 5-6वटा जति छ होला यति हो माछा चाहिँ यो माछा चाहिँ तालको माछा जस्तो कि कहाँबाट आएछ यार यो चाहिँ सहर भन्छ के भन्छ यो माछालाई यार सहरै होला यो माछाहरू भन्दैन अर्कै छ हेरेर सक्नुहुन्छ होइन त्यही हो